guys, it's me Sudeep Shrestha, new vlogs, new day, new vlogs. है त आज चाहिँ म यसो तल घुम्न जाँदैछु। गन है कि दा ओके गो गर्ने छ गन चाहिँ भाइ भेटेको त भाइ कलेज गराएर कलेज साढे चाहिँ गोकर्ण भन्न यसो गोकर्ण कटेर जाने जानु कि म भक्तपुर जानु लाग्यो मलाई काम के छ र मेरो घुम्यो खायो डुल्यो यस्तै हो। यो चाहिँ हाम्रो ओडा है, ओडा हुँदैछ यहाँबाट अहिले बाटो बनाएको गोकर्ण निस्किनलाई टाढो पुगिन्छ। त्यो घरबाट गोकर्ण 5-6 मिनटमा पुगिन्छ, 5-7 मिनटमा भनौँ न। गोकर्ण चाहिँ टाढै हुन्छ यहाँबाट घरको। चाहिँ जुन चाहिँ टप हो चाहिँ नयाँ बाटो है, नयाँ बाटो भन्नाले बाटो पुरानो हो, नयाँ बनाएको छ त्यही भएर नयाँ बाटो हो। पहिला चाहिँ यहाँबाट हिँडेर मात्र जान सक्थ्यो होइन, अहिले चाहिँ सर्ट गाडी नै जान्छ, जस बस नै जान्छ कि अहिले यहाँबाट चाहिँ। अलिकति बिग्रियो भने अलिकति यो ढलान नगरेर आउँछ त्यही मात्र हो। मतलब त राम्रै छ, अहिले पनि राम्रै छ यो बाटो। पहिला त धेरै अब हामी पहिला अब यता गोकर्ण जानु पऱ्यो भने चाहिँ त्यति साह्रो हुन्थ्यो, उयो असारको टाइममा हिलो हुन्थेन। अब त्यो पिचै बनाएको थिएन, उहाँबाट जानुपर्ने थियो पहिला चाहिँ। यहाँ उयो अर्को बाटो त्यहाँबाट सानो माथि चढेर जानु होइन, अहिले चाहिँ पिच छ, सर हिँडेर पनि जानु मिल्छ कि यहाँबाट हिँडेर पनि जानु मिल्यो सर लाएर होइन। पहिला अब त्यहाँबाट गयो यहाँ माथि निस्किन्थ्यो, कति पिच भएको धेरै भएन यो 1-1.5 वर्ष भयो। अनि यहाँ निस्किन्थ्यो कि त्यहाँबाट चढेर यहाँ निस्किन्थ्यो। अनि यहाँबाट चाहिँ अलिक बाटो थियो, तर त्यस्तो राम्रो चाहिँ थिएन कि पहिला चाहिँ, लास्टै खराब बाटो थियो पहिला। अहिले त ढलान चट्ट ढलान गरेर खतरा बनाएको छ। यहाँबाट चाहिँ 5-7 मिनटमा पुगिन्छ भनौँ न गोकर्ण। अब पहिला बच्चा बेला त हिँडेर आउँथ्यो हामी चाहिँ, 1 घन्टा लाग्थ्यो गोकर्ण पुग्न चाहिँ। अहिले त बाइक छ, स्कुटर छ, धेरै टाइम लाग्दैन। पहिला यताबाट चाहिँ गोकर्ण जान्छ होइन। यहाँबाट यो बाटो, यो माथिको बाटो चाहिँ झन्डाबाग जानु मिल्छ, यहाँबाट पनि जानु मिल्छ, तर त्यहाँबाट चाहिँ अलिक टाढो पुगिन्छ कि झन्डाबाग चाहिँ। पहिला यो बाटो नि हिलो हुन्थ्यो, बाटो नऱ्यो भने त्यो झन्डाबाग जाने बाटो चाहिँ माथि छ। भाइरल रोड अन्त यो भाइरल रोड म चाहिँ टक्क लाएर यहाँ गोकर्ण पुगिसकेँ। महादेव मन्दिर चाहिँ यहाँ माथिबाट जाने हो, तर म चाहिँ उता जाने होइन नि त, महादेव मन्दिरतिर जाने होइन, त्यही भएर म चाहिँ यताबाट आएँ। कर रोडको बाटो माकलबारी हुँदै मूलपानी हुँदै म चाहिँ भक्तपुर जानु लाग्यो। मेरो घरबाट सजिलो छ कि भक्तपुर जाने बाटो यो चाहिँ राम्रो सजिलो राम्रो नै छ, तर इजी सर्टकट भनौँ न। अब उता रोडबाट गयो भने धेरै हिँड्नुपर्छ, धेरै लगभग मलाई भक्तपुर पुग्न रोडबाट गयो भने 40-45 मिनट लाग्छ होला, तर यो बाटो चाहिँ धेरै लाग्दैन मलाई।
25देखि 30 मिनटमा म भक्तपुर मजाले पुग्ने यो बाटोबाट चाहिँ। त्यही भएर म प्रायः भक्तपुर जानु पऱ्यो भने चाहिँ यही बाटोबाट आउँछु। यही बाटो सजिलो होला मलाई, यही बाटोबाट आउँछु म चाहिँ। यहाँ भाइरल पुल पनि छ, गोकर्णेश्वरको भाइरल पुल छ क्या यहाँनिर। अस्ति भर्खर धेरै भाइमा बनेको चाहिँ धेरै भाइ भर्खर सुरु भएको हो चल्नलाई। योहरू भाइरल छ यही पुल हो। पहिला पुरानो पुल चाहिँ त्यो गरे बिटको अगाडिबाट थियो भने चाहिँ नयाँ पुल भाइरल छ। राति यहाँ मान्छे टन्नै हुन्छ यो पुलमा। पुरानो पुल चाहिँ यता उयो हो, तर खासै अहिले पुरानो पुल चाहिँ खासै युज भएन जस्तो लाग्छ। ओभरटेक गर्दा चाहिँ हेरेर गर्नुपर्छ है। उताबाट बाटो अर्को साइडबाट बाइकहरू आएको कि छैन, गाडीहरू आएको कि छैन भनेर हेरेर चाहिँ गर्नुपर्छ है। त्यही हो। म चाहिँ अब महाकालबारी गेट पुग्नलाई महाकालबारी गेटै भन्छ, दक्षिण ढोका। हाम्रो यता चाबेलको यातायात चाहिँ यतै हो, ट्रायल सेन्टर र लिक्विड सेन्टर। यहाँसम्म आएर दिन आउँछ यार, ट्रायल गाडीको बाइकको यहाँसम्म आएर दिन आउनुपर्छ। होइन यहाँ गेट थियो जस्तो लाग्थ्यो, गेट भत्काएर चाहिँ क्या हो। म चाहिँ लेफ्ट गयो भने जोरपाटी बौद्ध पुग्छ, अब चाहिँ लेफ्ट राइट गयो भने जोरपाटी बौद्ध पुग्छ। म चाहिँ अब लेफ्ट जानु भएको छु। मुलपानीको क्रिकेट ग्राउन्ड हुँदै भक्तपुर जान्छु म। मुलबानीमा चाहिँ दुईवटा क्रिकेट ग्राउन्ड छ कि, यो तल एउटा हो, यो चाहिँ तलको क्रिकेट ग्राउन्ड भयो। अझ माथि चाहिँ छ, माथिकोलाई चाहिँ इन्टरनेसनल पनि भनिन्छ। यो यसमा चाहिँ यसलाई चाहिँ भनिँदैन इन्टरनेसनल, माथिको चाहिँ इन्टरनेसनल भनिन्छ यो क्रिकेट ग्राउन्डलाई। माथिको चाहिँ यो चाहिँ इन्टरनेसनल हो क्रिकेट स्टेडियम मुलपानीकै हो। यहाँ चाहिँ क्यानको गाडी चाहिँ जहिले यहीँ हुन्छ क्या। यो चाहिँ इन्टरनेसनल ग्राउन्ड हो यो क्रिकेटको। वाउ गेम जोन मैले यहाँको चाहिँ धेरै देखिरहेको हुन्छ, त्यो टिकटकमा देखिरहेको हुन्छ कि वाउ गेम जोनको लोकेसन भिडियो त्यस्तो भिडियो हालिरहेको हुन्छ। म पनि चाहिँ भक्तपुर जाने बाटो यहाँ सर प्रायः यही बाटो जान्छु म। भक्तपुर जानु पऱ्यो भने चाहिँ उताको बाटो चाहिँ राति मात्र युज गर्छ, किनकि राति खाली हुन्छ, कुदाउन नि मजा आउँछ। यो बाटो नै खाली त खाली नै हो, अहिले दिउँसो नै खाली हो। राति कुदाउन चाहिँ त्यसमा मजा आउने, खाली चलाउन कुदाउन भनौँ न। त्यहाँबाट फाइनली
गाइस म चाहिँ भक्तपुर पुगेँ भक्तपुर पुगिसकेँ र म यो सोलाघारी पुगेँ सोलाघारी धेरै टाइम लाग्दैन जस्तो लाग्थ्यो सूर्य विनायक उताको बाटो आएको भए त्यतिखेर कोटेश्वर पुग्यो होला बल्ल कोटेश्वरबाट अझै यता आउनु चल्ने बाइक छ नि त तर अब यो चाहिँ यहाँ चाहिँ स्पिड लिमिट हुन्छ है तर खोइ के हुन्छ चेकिङ भइरहेको हुन्छ यता माथितिर बसेर गन हान्दा हुन्छ मामा हामीले स्पिड लिमिट चाहिँ 50 को हो 50 हल्का क्रस अरू चाहिँ खासै थाहा छैन क्रस त हुन दिँदैन जस्तो लाग्छ है 50 को लिमिट हो यो यस्तो खतरा बाटो छ 50 को लिमिट दिएर हुन्छ र भने हुँदैन नि होइन 50 एकले बताउने बित्तिकै 40 क्रस भइरहेको हुन्छ अनि 50 को लिमिट त कामै छैन नि यो मोर देन 70 को लिमिट भन्ने हो कि 60-70 को लिमिट हुनु भने अनि मात्र पो ठिक हुन्छ कि यस्तो खाली बाटो छ अब कहाँ बसेर गन हान्दा हुन्छ नि नभने यहाँ त गाह्रो छ बाइक चलाउनलाई नेपालमा लिमिट जाऊ 50 हुन्छ एक बटाउने बित्तिकै 40 क्रस भइरहेको हुन्छ गाह्रो आयो देश में यसरी कुदाएर लिएर आउँछ अनि कहाँ पुग्छ भने खाली रेडी बित्तिकै कुदाउन मलाई जोस आउँछ खाली देख्ने मै बाँध्न जोस आउँछ अनि त्यही भएर हाने फाडी हाने म चाहिँ सूर्य विनायक पुगेँ है गाइसहरू फाइनली हामी चाहिँ गाइस खाजा खाएर आइसक्यौँ है यहाँबाट जाँदैछौँ हामी चाहिँ यहाँबाट निस्क्यौँ है त भक्तपुरबाट बल्ल खाजासाजा खाएर सिमसिम पानी परिरहेको छ बलाएर चाहिँ यहाँबाट निस्क्यौँ गाइजहरू अगाडि चाहिँ अक्षय र रात छ पछाडि म एक्लै सिङ्गल लोड चलाएर जाँदैछौँ पानी परेर हल्का चिसो छ आज के भयो ब्याक स्याक भिडेर आएको हो ब्याक स्याक हिलो छ्याप्यो बाबु हिलो छ्याप्यो वाह पानी पर्यो गाइजहरू यता त अलि ठुलै परेर रहेछ उता भन्दा चाहिँ उता चाहिँ सिमसिम पानी परिरहेको थियो यो त ठुलै पानी पऱ्यो हाउ आर यु ब्रो तिम्रो लेदरको ज्याकेट त जाने भयो त बाबु 7000 जाने त गयो त बाबु 7000 जाने ज्याकेट त गयो त बाबु दुई दिनमा आउँछ हो बाबु धेरै कमाउँछौ त बाबु पैसै पैसा छ अनि कमाइहाल्छ नि 2 दिनमा आइहाल्छ नि अब हामी चाहिँ यताबाट गयो भने सल्लाहघारी पुग्यौँ है अब हामी चाहिँ यताबाट मूल पानीको बाटो हुँदै जाँदैछौँ ठिक लेट्स गो गाइज लेट्स गो पानी परिरहेको छ है गाइज यताबाट चाहिँ नगरकोट जाने बाटो नगरकोट यता चामुनारायण जानु पऱ्यो यता पर लेप भएर जानुपर्छ अगाडि राजले भिडियो दिइरहेको छ चाहिँ मूल पानी हो न चाहिँ उनी माल्दैछौँ
चाहिँ मूलपानी गोकर्ण जुजुङ छिराउ बुपट्टि ल मतपा अगाडि 4 को गाडी लास गनाउने हुन्छ तर 4 पनि हाम्रो घरबाट उडायो घरबाट होइन त्यो छोप्नु पर्ने कि छोपेर त्यस्तो गर्छ कि हाम्रो छो गनम अनङ गन्थ्यो नि कपन्यु रोड जू यहाँ आउँछ गलाको चाबेल अठिङ जोरपाटी नि ठनाउने नि मूलपानी अठिङ क्रिकेट स्टेडियम खेल्ने अनौँ कि भाइरल अठि नआउने हो हुँगालाको भाइरल छ अठिन त नि छौ भाइरल छौ छुट नि अलग मोमो पसलो छु ले स्ट्रिट फूड साथीले अर्को बाटो होला भन्दा त यही बाटो रहेछ चाहिँ मूलपानी पिपल पर्छ त्यहाँ पुग्नु लाग्यौँ कपुरबाट आएको हामी हतार आउँदाखेरि चाहिँ सर्टकट बाटो चाहिँ यही लाग्छ है हाम्रो मलाई चाहिँ अब उनीहरूलाई कस्तो लाग्छ थाहा छैन मलाई चाहिँ सर्टकट बाटो यही हो किनकि म बुढा नीलकण्ठ उता चुनिखेलतिर बस्छु नि चुनिखेलबाट यता भक्कपुर आउनुभयो भने मूलपानीको बाटो चाहिँ राम्रो हो यो बेस्ट हाइवेमा जाम हुन्छ होइन हाइवे भन्दा मेन रोडमा जाम हुन्छ अब यो त झन् अफिस टाइम हो नि त अफिस टाइममा झन् धेरै जाम हुन्छ कुन बाटो भयो तिनीहरू कुन बाटो गयो तिनीहरू अगाडि त देख्दैन दमदम कहाँबाट गएको ए मखनले नु ठनाउने हो गयो अनङ नआउने छु कि हात गलाको 10 सर्कल न च्याटाउने गर्नु 10 सर्कल के प्लान चेन्ज भएर चाहिँ फेरि त्यो उता नजाने भयो हामी उता भाइरल भएको ठाउँमा चाहिँ नजाने भयो स्ट्रिट फुड भाइरल छ नि त्यहाँ चाहिँ नजाने भयो हामी चाहिँ अब 10 सर्कलमा गएर भ्यू हेर्दै अब चिया खाने भनेर भन्यो केटाहरूले वाइल्ड कुदा छ है वाइल्ड कुदा छ त्यति साह्रो कुदा छैन है ठिक्कको लिमिट 40-50 लिमिटमै कुदा छ हामीले त्यति साह्रो लिमिट क्रस नि गरेको छैन है होइन गएको बाटो नि यही हो म होइन अनि हामी ट्याक्क फर्किया बाटो नि यही भयो गएको बाटो नि यही हो है सिधै जाने हामी अब यहाँबाट चाहिँ ट्याक्क क्रिकेट स्टेडियम छ नि यहाँ त्यो बाटो चाहिँ अगाडिकोलाई चाहिँ बाटो खासै थाहा छैन रहेछ
अक्षयलाई बाटो थाहा छैन खासै, त्यही भएर कन्याममा रोकेर यो बाटो भनेर अरे भैया क्या बोला तूने? हाँ? तुम नहीं समझा, हम नहीं समझा। यो भाइले चाहिँ बोल्न र सुन्न सक्दैन जस्तो छ। वाइल कुदाउन चाहिँ भाइले चाहिँ टाइममा सुन्दैन कि उता कहीँ अब चाहिने कुरा गऱ्यो भने होइन, अब त्यसको केही कुरा भन्यो भने त्यसले सुन्दैन। त्यसलाई के गर्नु पऱ्यो भने भोलि जग्गा हरन बिमा भट बजियो हरन बजाएर बाटो ठुलो हुने भए त म हरन बजा गरिदिन्थेँ। के गर्नु, ठुलो हुँदैन। बिस्तारै साथै बिस्तारै कहाँ जानलाई हो, कहाँ जानलाई बाटै नभए ठाउँमा रङ साइडबाट आइदिन्छ यार गाडीहरू। कहाँ जानलाई अन्ना आएन गोकर्णको भाइरल पुल आइपुग्यो है। गोकर्णको भाइरल पुल ए भाइरल फाइनली हामी चाहिँ जगडोल पुगिसक्यो। जगडोल सापटाहरूतिर यो ठाउँ चाहिँ लास्ट भाइरल छ। बेलुका भने यति धेरै मान्छे हुन्छ कि यहाँनिर होइन, खत्रै मान्छे हुन्छ कि यहाँनिर। अहिले माथि बाइकहरू देख्नु छ खतरा वाइल्ड मान्छे सब यस्तो खतरा छ कि यहाँबाट भ्यू नि खतरा देखिन्छ है। त्यो मान्छे खतरा हुन्छ। टक्क लाएर सर्कल पुगिसकेँ। के भयो त माथि बस्दाखेरि? सुन म जो अठिङ्गे चुनेको टुके साइड लगाएको चुनेको छ्या भाउ ढेवा खर्च चाहिँ प्याक भयो होला। ढेवा खर्च चाहिँ प्याक भयो होला। ए मगानी ए गुली नखायो बा लु कफी 64 नआउने मरिया कफी 64 नआउने का या सँगै दिएर नि भाउ खाएँ म भन्ने यहीँ राख्यौँ है, यहीँ राखिन्छ है। यहाँबाट निस्केर म अब घर जाँदैछु है गाइजहरू। फाइनली म चाहिँ घर पुग्न आएँ। अब चाहिँ गाइजहरू
सुनाङ कहाँ होला हिला सुनाङ कहाँ हो ए हिला हो यो फाइनली गाइज म चाहिँ घर पुगिसकेँ आजको ब्लग चाहिँ यही इन गर्छु है त